अस्ट्रेलियामा चाहिँ सलिना बस्नेतको त्यो नयाँ घर छ नि हो, त्यो नयाँ घरभित्र छिरेर चाहिँ मान्छेले सबै सामान चोर्दैछ अरे के। अब नयाँ सामानहरू ल्याएर राखेको थियो अरे होइन, वासिङ मेसिन अनि ओभनहरू सबै ल्याएर राखेको थियो अरे। अनि वासिङ मेसिन चाहिँ उचालेर लान सकेन छ अरे, अनि अरू चाहिँ सबै चोरेर लिएर गएछ अरे होइन। घरको पछाडिपट्टिको त्यो हाम्रो भेन्टिलेटर जस्तो हुन्छ नि त्यहाँबाट छिरेर अनि ढोका नै खोलेर सामानहरू लिएर गए जस्तो छ। अनि उहाँको त्यो भिडियो देख्दाखेरि चाहिँ मलाई उहाँले जुन उहाँको पुरै हाउसको टुर देखाउनु भएको थियो, अनि त्यसपछि उहाँले चाहिँ के अरे उहाँको घर अगाडि के छ, अनि के पार्क कस्तो छ, बस कहाँ चल्छ, गाडी कहाँ चल्छ भनेर फुल देखाएको देखाइ गर्नुभएको थियो नि त। अनि मैले त सबै हेरेको त होइन, तर मेरो फर यू पेजमा चाहिँ आएको गर्थ्यो। अनि त्यसपछि त्यो गार्डनहरू देखाएको चाहिँ मैले राम्रोसँग हेरेको थिएँ कि अब अस्ट्रेलियामा कस्तो हुँदो रहेछ त घर भनेर सबैलाई जिज्ञासा हुन्छ होइन, त्यहाँ नगएको मान्छेलाई जिज्ञासा हुन्छ। अनि मैले हेरेको थिएँ। अनि त्यसपछि त्यतिखेर मलाई के लागेको थियो भने यसरी देखाएर त मान्छेलाई चोरी भयो भने के गर्ने, यसरी देखाएपछि त यो त पुरै अब ट्रेन पनि कहाँ चल्छ यो सबै देखाएको छ होइन। अनि सेलिब्रेटीहरूले चाहिँ त्यसरी सबै आफ्नो लोकेसन देखाएपछि त अब जे होस् गुड हुँदैन नि, त्यो त राम्रो त हुँदैन नि त। अनि मलाई त्यही लागेको थियो कि मनमा त्यही आएको थियो। अनि अब उहाँको मैले जे सोचेँ त्यही भयो भनेर ठिक भयो भन्न खोजेको होइन है, म त्यस्तो सोच्ने मान्छे होइन होइन। तर त्यो भिडियो उहाँको चोरी भयो भन्ने भिडियो आउँदाखेरि चाहिँ मैले सोचे जस्तै भएछ भन्ने चाहिँ मलाई लाग्यो कि अब यो कुराबाट हामीले केही कुरा त सिक्न सक्छौँ नि त होइन। अनि त्यो कुरा चाहिँ मैले सोचे जस्तै भएछ फेरि भन्दाखेरि फेरि गलत अर्थ पनि जान्छ होइन। उहाँको राम्रै होस्, उहाँ अब अस्ट्रेलिया जस्तो देशमा अब चोरी भएको छ भने कसले चोरेको भेटाओस्, यो सबै राम्रो होस्। अनि त्यो त हामी नराम्रो होस् त किन भन्छौँ र होइन। तर त्यो देख्दाखेरि चाहिँ त्यो भिडियो देख्दाखेरि चाहिँ मलाई त्यस्तो लागेको थियो। अनि मलाई अहिले यस्तो हुँदो रहेछ अस्ट्रेलियामा पनि भन्ने लागेको क्या।